नमस्कार, यहाँलाई मेरो स्वर्ण दृष्टि युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज म त्यस्तो एउटा शक्तिशाली राशि जुन राशिको लागि धन सम्पत्ति दौलत जुन मनोरञ्जन विषयवस्तुमा महत्त्वपूर्ण प्रकारका छलाङ मार्न सक्ने जम्मा 45 दिन भाग्यको रूपरेखा बदलिन सक्ने राशिको बारेमा चर्चा गर्न चाहन्छु। जुन राशिको लागि यहाँको लागि हेर्नु पर्दाखेरि 13 दिन मालव्य नामक राजयोग र 22 दिन भने यहाँलाई लक्ष्मी नारायण राजयोग र जम्मा जम्मी 45 दिन तपाईँको जीवन त्यस्तो एउटा राशि छ जुन कालपुरुषको पहिलो राशि मेष राशिको दुःख कष्ट हैन धन सम्पत्ति ती भाग्यका रूपरेखाहरू बदलिन सक्ने जीवनको एउटा महत्त्वपूर्ण टर्निङ पोइन्ट केवल तपाईँको लागि छ। त्यही बारेमा आजको भिडियोमा चर्चा गर्न चाहन्छु। शुक्र ग्रह कलियुगको महत्त्वपूर्ण कारग्रह हुन् जुन अर्थात् यसलाई देवता हुन् र जुन कारग्रहले जीवनमा नबनेका अनेकौं प्रकारको दुःख कष्ट पीडाहरूलाई तिलाञ्जली दिन सक्ने र जीवनमा एउटा सुख शान्ति आनन्द अमैजनको वातावरणहरू केवल तपाईँको जीवनमा रहनेवाला छ। हो यस्तो खालको कारग्रह यही 2083 सालको भाद्र महिनाको 17 गतेका दिनबाट शुक्र ग्रह आफ्नै परम राशिमा जुन सो राशिमा जान्छन् र त्यो सो राशिमा प्रवेश गर्दै गर्दाखेरि शुक्र ग्रह त्यो पनि केन्द्रमा त्यो पनि यहाँको लागि 7औं घरमा त्यो पनि यहाँलाई आफ्नै घरमा गएर शक्तिशाली हुँदै गर्दाखेरि तपाईँको लागि 7औं घर भन्ने बित्तिकै एउटा त लक्ष्मीको कृपा पाउने घर हो। अर्को एउटा जीवन साथी वा जीवन सङ्गिनीको घर हो। जीवन सङ्गिनीबाट वा जीवन साथीबाट वा व्यापारको माध्यमबाट तपाईको जीवनमा दुःख कष्टका दिनहरू समाप्त हुनेवाला छन् र तपाईको लागि व्यापार गर्दै गर्नुहुन्छ वा तपाईँ कतिपय काम कार्य गर्दै गर्नुहुन्छ भने यो समय परिस्थितिमा तपाईको अघिपछिका विषयवस्तुहरू भन्दा काम भने 2 गुणाले वृद्धि रहनेवाला छ। अर्थात् अघिपछि तपाईको जुन प्रकारको रेसियो र जुन प्रकारको काम कार्यतिर तपाईँ अगाडि बढिरहनु भएको थियो भने यो बेलाको टाइममा स्वतः तरिकाले तपाईको आर्थिक उन्नतिहरू महत्त्वपूर्ण ढङ्गबाट बढ्नेवाला छ। शुक्र ग्रह भनेको मनोरञ्जनको कारग्रह हो। शुक्र ग्रह भनेको एउटा ट्राभलको कारग्रह हो। शुक्र ग्रह भनेको कलियुगको सबसे महत्त्वपूर्ण राजा कारग्रह हो। जीवनमा जुन शुक्र ग्रह मात्र जीवनमा पाइयो भने भाग्य बदलिन सक्ने हो। त्यसैले तपाईँ मेष राशि भएका प्रिय महानुभावहरू त्यो पनि यहाँको लागि लक्ष्मीकै घरमा यहाँको लागि लक्ष्मीको घरमा त्यो पनि व्यापार बिजनेसको घरमा हैन त्यो पनि जीवन साथीको घरमा वा जीवन सङ्गिनीको घरमा यो शक्तिशाली ग्रहको योगहरू केवल यहाँको लागि 45 दिन अर्थात् यहाँले हेर्नुपर्दा यही भाद्र महिनाको 17 गतेका दिनबाट आउने कार्तिक महिनाको 1 गते अर्थात् भन्नुदा असोजको 31 गतेसम्म यो ग्रहको ट्रान्जिटले तपाईँको जीवन यहाँको लागि दुःखका दिनहरू बदलिनेवाला छ। यो अवधिको बिचसम्मको परिस्थितिमा तपाईँको लागि सूर्य ग्रह यो स्थानमा बसेर फेरि सूर्य ग्रहले तपाईँको शुक्र ग्रहको प्रभाव कमजोर बनाउँछ भन्ने विषयवस्तु रहन सक्छ, तर त्यस्तो छैन। यहाँको लागि अपार शक्तिहरू बनिँदैछ। किन भन्दाखेरि तपाईँलाई यात्राका संयोगहरू बनिँदैछन्, शत्रुमाथि पनि तपाईँले विजय पाउन सक्ने खालको योगहरू बनिँदैछ। किन यस्तो खालको दुर्लभ योगहरू केवल तपाईँ मेष राशिको लागि बनिँदैछ त भन्दाखेरि भाद्र महिनामा यहाँको लागि सूर्य ग्रह पञ्चम घरमै हुन्छन् जुन सिंह राशिमा रहन्छन्। त्यसले गर्दाखेरि तपाईँको निर्णय गर्न सक्ने क्षमता एकदम धेरै ठुलो छ। जबरजस्ती शक्तिशाली योगहरू केवल तपाईँलाई बनिदिएको छ। त्यसैगरी 6औं घरमा भने यहाँको लागि हेर्नु पर्दाखेरि 22 गतेबाट बुध छ। बुध पनि यहाँ सो राशिमै भएर बस्छन्। त्यसैले गर्दाखेरि फेरि यहाँको लागि शुक्र ग्रह भने 17 गतेबाट उता तुला राशिमा प्रवेश गर्छन्। यसरी ग्रहको 3टा यहाँको लागि हेर्नुपर्दा एउटा विरलै मात्रा पाउने त्यस्तो एउटा शक्तिशाली 3टा मात्रै होइन, अझ बृहस्पति ग्रह त तपाईँको जन्मकुण्डलीको 14औं स्थानमा परम उच्च राशिमा छँदैछ। त्यसैले यहाँको जन्मकुण्डलीमा 4-4वटा ग्रहहरूको शक्तिशाली योगहरू बनिँदै गर्दा सायद तपाईँको जीवनको यो अबको 45 दिन भाग्यको रेखा बदलिन सक्ने समय परिस्थिति हो। भाग्य छ भन्नेमा तपाईँको जीवनमा ढोकामा दुध दुहेर त अड्दैन, तर पनि तपाईँले त्यो समय परिस्थितिलाई क्याच गर्नको लागि आफूसँग तपाईँ राख्नको लागि आफूले लिनको लागि त्यसलाई भने तपाईँले आफूले गर्नुपर्ने कर्महरू भने तपाईँले अविच्छिन्न रूपबाट अटुट रूपबाट गर्नुपर्ने हुन्छ। त्यसैले यहाँको लागि यो मालव्य नामक राजयोग चाहिँ शुक्र ग्रह यहाँको लागि कि त तुला राशिमा कि त वृष राशिमा कि त शुक्र ग्रह मीन राशिमा त्यो पनि केन्द्रमा यो हेरियो घरमा मात्रै बसेर बन्ने राजयोग
मालव्य नामक राजयोग हो, जुन तपाईँ मेष राशिले अबको 45 दिन तपाईँले पाउँदै गर्नुहुनेछ। 45 दिन तपाईँको जीवनमा दुःख कष्टहरू सकिनेवाला छन्, आर्थिक अभावहरू नहुनेवाला छन्। केवल तपाईँलाई तपाईँको घरमा सन्तानको माध्यमबाट वा तपाईँको घरमा श्रीमान अथवा श्रीमतीको माध्यमबाट वा तपाईँले गरिरहेको काम कार्य व्यापारका थ्रोबाट तपाईँको जीवनको एउटा रेखा, जीवनको एउटा भाग्य रेखा ढोकाहरू, टर्निङ पोइन्ट यहाँको लागि बदलिन सक्ने महत्त्वपूर्ण समय हो। शुक्र ग्रहले यहाँ ट्राभलहरू पनि बनाउनेवाला छन्। भाद्र महिनाको 17 गतेका दिनबाट तपाईँ मेष राशि भएका प्रिय महानुभावहरू, तपाईँको लागि हुन त यहाँलाई 7.5को एउटा जुन एउटा कष्टकर समयमा तपाईँ रहनुहुन्छ, तर पनि त्यो रहँदै गर्दा पनि तपाईँलाई यहाँलाई चारवटा ग्रहको यति धेरै संयोग, यति धेरै शक्तिशाली योगहरू तपाईँले पाइरहँदाखेरि तपाईँको जीवन अवश्य पनि बदलिन सक्ने समय हो। त्यो ग्रहलाई पनि केही हदसम्ममा यो ग्रहहरूले निस्तेज गर्न सक्ने, कमजोर बनाउन सक्ने परिस्थिति केवल तपाईँले पाउनुहुनेछ। त्यस्तो खालको शक्तिशाली योगमा केवल तपाईँ पर्दै गर्नुहुनेछ। त्यसैले गर्दाखेरि तपाईँको जीवनमा यो समय परिस्थितिमा तपाईँ मेष राशि भएका प्रिय महानुभावहरू, तपाईँले जीवनमा एउटा गर्न सक्ने महत्त्वपूर्ण भएका डिसिजन मध्येको एउटा डिसिजन तपाईँले यो 45 दिनभित्रमा तपाईँले गर्न सक्ने चान्सेस छ। त्यो भनेको तपाईँको जग्गा जमिनहरू किन्दै गर्नुहुन्छ वा तपाईँको प्रपर्टीहरू तपाईँले अझ जोड्न चाहँदै गर्नुहुन्छ, अझ सुखको आधारहरू तपाईँलाई थपिँदै जान सक्छ, धन सम्पत्तिहरू वृद्धि हुन सक्छन् वा तपाईँको पोस्टहरू, तपाईँको जागिरहरू, पेसा व्यवसायहरू विस्तार गर्न सक्ने यहाँको परिस्थिति बनिँदैछ। यो समयपछिमा तपाईँ विदेशतिरका यात्राहरू, विदेश सम्बन्धीका काम कार्यहरू पनि तपाईँले अगाडि बढाउन सक्ने महत्त्वपूर्ण समयहरू केवल तपाईँ मेष राशिको लागि बनिरहेको छ। त्यसैले यहाँको लागि जीवनमा यो अहिले गरेको, यो बेलामा गरेको डिसिजनले तपाईँलाई आजलाई मात्रै होइन, भोलि 10औं वर्षसम्मको लागि, 20औं वर्षसम्मको लागि त्यो एउटा भाग्यको ढोका, त्यो एउटा दियो भनेर तपाईँको जीवनको लागि एउटा त्यो ट्र्याक देखाउने अथवा तपाईँलाई सारथी देखाउने एउटा माध्यम बन्नेवाला छ। त्यही भएर यो समयपछिमा तपाईँले कसरी हुन्छ कुनै पनि महत्त्वपूर्ण काम कार्यहरू यही भिडियो हेर्ने बित्तिकै तपाईँले अविलम्ब ढिलो नगरिकन कतिपय महत्त्वपूर्ण काम कार्य गर्नुहोला। कुन दिन नगर्ने त भन्दा औँसीको दिनहरूमा सकभर नगर्नु होला, औँसीको दिनहरूमा नगर्नु होला, राहुकालको बेलामा नगर्नु होला। राहुकाल भनेर लाएर कुन समय पर्छ भनेर तपाईँले गुगलमा सर्च गरिदिनु भयो भने त कति बजे राहुकाल भनेर आइपुग्छ, त्यो समय तपाईँले बार्नु होला। यति मात्रै गर्नु, अरू तपाईँले कुनै चिन्ता लिनु पर्दैन। तपाईँको काम कार्य अवश्य पनि बन्नेवाला छन्। त्यस्तो बिरालै मात्रामा पाउने त्यस्ता शक्तिशालीहरू मध्येको तपाईँ एउटा मेष राशि हो। हुन त यस्तो खालको राशि जम्मा 4 राशिले पर्छ, ती 12 राशि मध्येकै सबैभन्दा यस्तो खालको शक्तिशाली राजयोग चाहिँ केवल 4 राशिलाई पर्छ। त्यो 4 राशिको मध्ये पनि सबैभन्दा बढी पावरफुल योग भनेको चाहिँ फेरि तपाईँ मेष राशिको लागि हो। किन भन्दा यहाँ कालपुरुषको जन्म पत्रिकामा मेष राशि हुन्छ, तपाईँ मेष राशिमा पर्नुहुन्छ। त्यसैले गर्दा 7औं घर शुक्रको आफ्नै हो। त्यसैले यहाँको लागि 4औं घर चन्द्रमाको हो, जहाँ बृहस्पति ग्रह परम उच्च रहन्छ। 9औं घरको मालिक, धर्म कर्मको मालिक सुख हाउसमा आएर बस्नु भनेको तपाईँको बुवाको पनि भाग्योदय हुने हो। तपाईँको बुवाको पनि दुःखको दिनहरू सकिने हो। तपाईँको घरमा कुनै न कुनै प्रकारको सुख शान्तिहरूको वातावरणहरू रहने हो। तपाईँले मन पराएका अथवा प्रेमी अथवा प्रेमिकाको स्थितिले तपाईँको रेखा बदलिन सक्ने हो। तपाईँ यदि तपाईँ कुनै पनि व्यक्तित्वसँग तपाईँको एउटा चिन्जान छ, रिलेसन छ, साथीसँग छ, त्यो थ्रोबाट तपाईँको जीवन यो लेभलमा बसिरहेको जीवन तपाईँको एक ढङ्गबाट माथिल्लो लेभलमा उठाउन सक्ने एउटा त्यो ग्रहको अपार तागत केवल तपाईँ मेष राशिलाई बनिँदैछ। त्यसैले गर्दा हरेक परिस्थितिमा तपाईँ सेट रहनुहुनेछ। यो यहाँको लागि के छ त भन्दाखेरि भाद्र महिनाको 17 गतेका दिनबाट कार्तिक महिनाको 1 गतेका दिनसम्म यो हालको शुक्र ग्रहबाट बन्ने राजयोग हो। शुक्र ग्रह जम्मा यहाँको लागि हेर्नु पर्दाखेरि 45 दिन तुला राशिमा रहन्छन्। यो बिरलै मात्रामा हुने, यदि लामो समय कतिपय कन्डिसनहरूमा शुक्र ग्रहले एकै ठाउँमा एक छत्र तरिकाले राज गर्दैन। त्यसैले तपाईँको लागि दुःखका दिनहरू सकिनको लागि, तपाईँको लागि केही न केही हदसम्म जीवनको लागि यो समय परिस्थितिमा एउटा मलमपट्टि लगाउनको लागि हैन, ग्रहले तपाईँको लागि शक्ति दिँदैछ। यो शक्तिले तपाईँले आत्मसात गर्नु होला। 13 दिनबाट भनेको यहाँको लागि कति गतेबाट तपाईँको लागि भदौ महिनाको 22 गतेबाट उता चाहिँ बुध ग्रह कहाँ जाँदैछ? बुध ग्रह कन्या राशिमा जाँदैछ। भदौ महिनाको 22 गतेबाट कार्तिक महिनाको 9 गतेसम्म बुध ग्रह 6औं स्थानमा रहन्छ। त्यसैले तपाईँलाई बैंकिङ सम्बन्धी कर्जाहरूले पनि तपाईँलाई सपोर्ट दिनेवाला छ। अथवा तपाईँलाई 2-4 रुपियाँ कसैले गरेर गाह्रो साह्रो परिरहेको छ भने पनि भाद्र महिनाको 22 गतेका दिनबाट यहाँको लागि असोज महिनाको 9 गतेसम्म तपाईँको जीवनमा कुनै न कुनै तरिकाले एउटा त्यो धन सम्पत्ति लक्ष्मी कतिपय कुराहरू आर्थिक कुराहरूमा गाह्रो परिरहँदा पनि ल न भन्दाखेरि तपाईँलाई सहयोगी हातहरू प्रशस्त तरिकाले अगाडि बढ्न सक्ने एउटा
महत्त्वपूर्ण प्रकारको जिम्मेवार व्यक्तिमा तपाईँ पर्दै गर्नुहुनेछ। त्यसै गरी यहाँको लागि हेर्नुपर्दा चाहिँ यहाँको लागि मैले यो 22 गते भनेको ठाउँमा चाहिँ यो 9 गते हो। यहाँको लागि यो भनेको चाहिँ तपाईँको लागि असोज महिनाको 9 गते हो। यो असोज महिनाको 9 गतेबाट यहाँको लागि हेर्नुपर्दाखेरि यो असोज महिनाको 9 गते मैले यहाँ लेखिसकेको छु हैन। बुध जब असोज महिनाको 9 गतेबाट चाहिँ यहाँलाई लक्ष्मी नारायण राजयोग बन्यो। जुन असोज महिनाको 9 गतेबाट बुध ग्रह चाहिँ तुला राशिमा प्रवेश गर्छ, जहाँ बुध ग्रह कहाँको मालिक हो, एउटा पराक्रमको मालिक र अर्को छैटौँ स्थानको मालिक, 7औं घरमा गएर बस्दाखेरि बुध गरे व्यापार भनिन्छ। तपाईँ व्यापारमा तपाईँ अगाडि बढ्नुहुनेछ हैन। शुक्र ग्रहले तपाईँलाई मनोरञ्जनमा अगाडि बढ्नुहुनेछ। शुक्र ग्रहले रिलेसनमा यसले सपोर्ट दिनेवाला छ। हरेक हिसाबमा तपाईँको जीवन अबको 45 दिन जीवनको एउटा बाटो अथवा तपाईँको रेखाहरू बदलिन सक्ने एउटा व्यक्तित्वमा केवल तपाईँ मेष राशि पर्दै गर्नुहुनेछ। त्यसैले मेष राशि भएका प्रिय महानुभावहरू तपाईँको लागि यो समय परिस्थिति सबैभन्दा बढी सकारात्मक छ। तपाईँको आफ्नो जन्म पत्रिकामा कुन लग्नबाट बनिरहेको परिस्थिति छ। यदि तपाईँको मेष राशि हो र तपाईँको वैशाखमा जन्म भएको छ भने सायद तपाईँले यो फल यो प्रकारको ग्रहको योगहरू केवल तपाईँले पाउनुहुनेछ। तपाईँलाई सबैभन्दा बढी शक्तिशाली योग त तपाईँले पाउनुहुनेछ। यथा तपाईँको मेष राशि हो वा मेष लग्नै हो भने पनि तपाईँले यो फल तपाईँले अझ धेरै पाउनुहुनेछ। वैशाख महिनामा जन्मिनु भएको छ भने पनि तपाईँ मेष राशि भएर यो फल तपाईँले पाउनुहुनेछ। त्यसै गरी यहाँको लागि मेष राशि हो र तपाईँको जन्म भने यहाँको लागि हेरौँ पर्दा श्रावण महिनामा भएको छ वा तपाईँको लग्न भने कर्कट लग्न हो भने पनि तपाईँले यो शक्तिको फल तपाईँले सुख घरमा हृदयको घरमा तपाईँले यो फल तपाईँले पाउँदै गर्नुहुनेछ। त्यसैले गरी तपाईँको लागि यहाँलाई जन्म पनि श्रावण महिनामा भएको छ भने यो फल तपाईँले पाउनुहुनेछ। त्यसै तपाईँको राशि मेष भए तापनि तपाईँको जन्म भने कार्तिक महिनामा भएको छ वा तपाईँको लग्न तुला लग्न छ भने पनि तपाईँको जन्मको यो रिजल्ट तपाईँले पाउनुहुनेछ। तपाईँको जन्मको तुलाको अर्थ हुन्छ तराजु हुन्छ, ब्यालेन्स गर्नु अथवा बराबरी गर्नु भन्ने एउटा अर्थ लाग्छ। त्यो समयको फल तपाईँले पाउँदै गर्नुहुनेछ यो 45 दिन। त्यसै गरी अर्को एउटा भाग्यमानी जुन लग्न अथवा महिनामा जन्मिने महानुभावले पनि यो फल पाउँदै गर्नुहुनेछ। तपाईँ यदि मेष राशि र तपाईँको लागि माघ महिनामा तपाईँको जन्म भएको छ वा तपाईँको लग्न भने मकर लग्न छ भने पनि तपाईँको जीवनमा दुःखका दिनहरू अब यो 45 दिनलाई सक्नेवाला छन्। कर्म गर्नुपर्ने महत्त्वपूर्ण दायित्व त्यो एउटा जिम्मेवारी त तपाईँको काँधमा रहन्छ। तर पनि यो समय परिस्थितिमा त्यो अघिपछि भन्दा यो बेलाको समयमा दुःख गरेका समयहरूले तपाईँको जीवनमा चाहिँ सजिलो हुन्छ। अझ माथि बन्नको लागि त्यो महत्त्वपूर्ण एउटा कोसे ढुङ्गो साबित रहनेवाला छ। तपाईँ जन्मपत्रिका चिना टिप्पणहरू देखाउनको लागि अनलाइन परामर्श लिनको लागि स्क्रिनमा व्हाट्सएप नम्बर पनि तपाईँलाई मैले खुल्ला राखेको छु, जहाँबाट तपाईँले सेवा सुझाव प्राप्त गर्न सक्नुहुनेछ। त्यसैले यहाँलाई बिदा हुन चाहन्छु। तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोपल्ट हेर्दै गर्नुहुन्छ, यो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नु भएन भने प्लिज सब्सक्राइब गरिदिनु होला। सँगै रहिरहेको बेल आइकनमा दबाई अलमा क्लिक गर्नु भने नभुल्नुहोला। भिडियोमा 1 लाइकको टार्गेट छ, प्लिज लाइक पनि गरिदिनु होला भन्दै यहाँको माझबाट म अर्को दिनमा अर्को नयाँ विषयवस्तुका साथमा उपस्थित हुनेछु। तबसम्म मलाई बिदा दिनुहोस्। हस्त नमस्कार, शुभ दिन, शुभ रात्रि, जय होस्।